रारा राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको मुगु जिल्लामा अवस्थित सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज। यो निकुञ्ज 106 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। नेपालको सबैभन्दा ठुलो ताल रारा ताल अर्थात् यसलाई महेन्द्र ताल पनि भनिन्छ, यसै निकुञ्जभित्र पर्दछ। कस्तुरी मृगको अनुसन्धान गर्ने उद्देश्यका साथ हामीले रारा राष्ट्रिय निकुञ्जको 40 स्थानमा क्यामेरा ट्र्याप जडान गरेका थियौँ। 2024 र 2025को नोभेम्बरमा गरिएको उक्त अनुसन्धानमा सङ्कटापन्न प्रजाति काश्मिरी कस्तुरी मृगसहित हिमाली कालो भालु, हिमालयन सिरौ, हाप्रे, थार र सुनौलो बिरालो जस्ता दुर्लभ स्तनधारी वन्यजन्तुहरू फेला परेका थिए। नेपालमा 2 प्रजातिका कस्तुरी मृगहरू पाइन्छन्। ती कस्तुरीहरू हिमाली कस्तुरी मृग अर्थात् हिमालयन मक्स डियर र काश्मीर कस्तुरी मृग अर्थात् काश्मीर मक्स डियर हुन्। नेपालको पश्चिमी भूभाग अर्थात् काली गण्डकीबाट पश्चिमी क्षेत्रमा कश्मीर र पूर्वी भूभागमा हिमाली कस्तुरी मृग पाइएको छ। यी कस्तुरी मृगहरूको फैलावटलाई काली गण्डकी नदीले छुट्याएको अनुसन्धानहरूमा उल्लेख छ। सामान्यतः सामुद्रिक सतहबाट 2400 मिटरदेखि 4500 मिटरसम्मको उचाइमा यी कस्तुरी मृगहरू पाइने गर्दछन्। भोजपत्र, खस्रो र सल्लाका जङ्गलहरू तथा उच्च पहाडी भूभागका झाडीहरूलाई यिनीहरूले आफ्नो वासस्थान बनाएको हुन्छ। वयस्क कस्तुरी मृगको उचाइ 51 देखि 53 सेन्टिमिटरको हुन्छ भने शरीरको पूर्ण लम्बाइ 86 देखि 100 सेन्टिमिटरको हुने गर्दछ। यी कस्तुरी मृगहरूको सिङ हुँदैन, तर भाले कस्तुरीमा भने 2 वटा लामा दाराहरू हुने गर्दछ जुन मुखबाट बाहिरसम्म निस्केको हुन्छ। बिडा अर्थात् मस्कपट कस्तुरी मृगको विशेष विशेषता हो। बिडा वयस्क भाले कस्तुरीमा मात्र पाइन्छ। बिडाको लागि गरिने चोरी सिकारी, वन डढेलो, अव्यवस्थित चरीचरण आदिले गर्दा कस्तुरी मृगको सङ्ख्या निरन्तर घट्दो क्रममा रहेको छ। त्यसकारण अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ IUCNले सङ्कटापन्न प्रजातिको रूपमा सूचीकृत गरेको छ। कस्तुरी मृगबारे जानकारी दिने उद्देश्यका साथ रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा कस्तुरी मृग संरक्षण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएको थियो। मुर्मा गाउँका स्थानीय बासिन्दाहरूसहित स्थानीय लोक संस्कृति झल्किने देउडा नाचको माध्यमबाट कस्तुरी मृगबारे जनचेतना फैलाइएको थियो। उक्त कार्यक्रमले कस्तुरी मृग संरक्षणमा महत्त्वपूर्ण टेवा पुगेको छ। कस्तुरी मृगबारे विद्यार्थीहरूलाई जानकारी गराउने र संरक्षणमा हातेमालो गर्ने उद्देश्यका साथ रिलायन्स इन्टरनेसनल कलेजमा कस्तुरी मृगको संरक्षण कसरी गर्ने भन्नेबारे प्रदर्शनी गरिएको थियो। उक्त प्रदर्शनीमा करिब 4000 भन्दा बढी विद्यार्थीहरूले अवलोकन भ्रमण गरी कस्तुरी मृगबारे जानकारी प्राप्त गरेका थिए। नेचुरल साइन्स सोसाइटी, जुलोजिकल सोसाइटी फर द कन्जर्भेसन अफ स्पेसिज एन्ड पपुलेसन जेडग्याप र काटी एडम्सन कन्जर्भेसन फन्डको संयुक्त पहलमा कस्तुरी मृगबारे अनुसन्धान तथा संरक्षण कार्यक्रम सञ्चालन भएको थियो। आज कस्तुरी मृगहरू सङ्कटमा छन्। हामीले यसलाई संरक्षण गर्न सकेनौँ भने भोलिका पुस्ताले यसलाई केवल तस्बिरमा मात्र देख्नेछन्। त्यसकारण आउनुस् कस्तुरी मृगको संरक्षणमा हातेमालो गरौँ। कस्तुरीको खाना त्यही हो, काट्नु होला कस्तुरीको खाना त्यही हो।